And what's up guys, के छ तपाईहरुको खबर? म चाहिँ सञ्जय छु। वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी फेरि पनि आइसकेको छौँ एउटा छोटो मिठो भ्लग ल्याएर। सुरेश साथी, तिमीलाई चाहिँ मेरो भ्लगमा वेलकम छ। ल धन्यवाद। ल आजको प्लान के छ भन्दियौ न दादा? आजको प्लान के छ भन्दाखेरि हामी जसरी हुन्छ दिउँसभरि घाममा डुल्ने, बेलुकी कालो हुने हो कि नै? मान्छे हो, छोरा मान्छे हो, बाहिर घरभन्दा बाहिर निस्किनु पर्छ। छोरा मान्छे हो, छोरा मान्छे बाहिर निस्किनै पर्छ हो कि नै? हो, त्यसैले अब हामी कालो हुनलाई आफ्नो गन्तव्यतिर लागिसकेका छौँ। हुन त कालै छौँ पहिले, होइन? यो झन् यो महाकाले, मधेपुरी अफ्रिकाको काले, बस खत्तम। काले नै काले। अब दुईटा काले मिलेर कहाँ जाँदैछन्? धन काले हुन झर्ना टोलतिर आयौँ। हेर्नु श्री खड्का जय भनेको आजको उद्देश्य के हो? सुरुको कालो हुने उद्देश्य हाम्रो कालो। छोरा मान्छे हो, छोरो मान्छे जहाँ पनि जान्छ, जहाँ पनि गएर कालो हुन्छ हो। आजको चाहिँ हाम्रो उद्देश्य कालो हुने हो। हामी चाहिँ दिउँसभरि जसरी हुन्छ आज कालो हुनेछौँ। A few moments later. चोक चोकमा तास ओपी पुलिस कहाँ छ? पुलिस ल ठिक छ केही छैन, जो पोस्। हामीलाई के भयो साथी, एउटा कुरा भनौँ तिमीलाई, नेपालमा राजा आएको ठिक कि बेठिक त्यति भन। यता छैन, यता राजकुमारी आयो भने, कमसेकम बिहे भयो भने, आफ्नो पट्टाइयो भने, कमसेकम आफू पनि राजा हुने चान्स हुन्छ कि नै? अनि अर्को कुरा के हो भने, त्यो राजा त आयो, त्यसकी छोरी नै छैन, त्यसकी छोरीको पहिल्यै कोसँग अफेयर चल्या भने आफूलाई समस्या भएन? हजुर। अनि त्यो भए समस्या भयो कि नै? हो, त्यही भएर फाइदा पनि छ, बेफाइदा पनि छ हाम्रो लागि। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं हामी कालो हुने क्रममा नै छौँ। यिनी चाहिँ हल्का फुल्का कालो पनि भइसकेका छन्। म पनि डर नलागिसकेको छु। यस्तै हो, कालो हेर्नुहोस्, अमेरिकानी जस्तो अफ्रिकानी जस्तो भइसकेको छु होइन गाइज। अब त्यही हो, अफ्रिकानी हुनु नै सबैभन्दा भाग्यमानी। पुरा लाइफमा कालै भएर हिँड्ने हो, कालो नै हुने हो। तालिमै हो क्या? यहाँ माथिदेखि आउँछ नि, यहीँ आउँछ। ए ठिक छ। उहाँहरू दाइहरू चाहिँ खतरा मेहनत गर्नुहुन्छ होइन? हामी हेर्न, हामी यसरी हिँड्छ मेरो त। यिनीहरू ट्रेनिङ चल्दैछ कि? ठिक छ। मलाई त खतरा लाग्छ क्या आर्मी पुलिस भने साथी यार। घना जङ्गलमा पैसा छ। अब यहाँ चाहिँ शेरको शिकार गर्नुपर्ने छ। शेरको शिकार गरेर आज चाहिँ हामीले यहाँ शेरको मासु खाएर शेर जस्तै डहारेर जाने घरमा प्लान छ। अब कालो त हुन्छ, कालो भएपछि बेइज्जत हुन्छ। त्यसको लागि चाहिँ अब शेर जस्तो मासु खाएर शेरलाई शिकार गरेर डहारेर जानुपर्ने जस्तो छ। ठिक छ, के हुन्छ हेर्दै जाऊँ। लेट्स सी। भिडियो इन्जोय गर्दै गर्नु होला। आर्मीलाई देखेर क्या जोस आइरहेको छ, हान्दिउँ क्या तँलाई नि? जोस आएर आर्मीलाई देखि चाहिँ जोस आएर आएको क्या। बोल्न मिल्दैन, चुइको माछा चाहिँ धेरै बोल्नु। उता गएर फेरि पारिबाट आयो। ए किन रिटर्न भयो त? यिनीहरू होइनन् कि, यिनीहरू त पारिदेखि बसेको थियो त। तिनीहरू यता आए, केटीहरू उता गएन। ए त्यो एक चक्कर हान्न पठाउँछ। यो गोलो छ नि, लिङ्ग परिवर्तन होला त होइन? यो काँक्री बिहार छ नि, यसको यो ग्राउन्ड हान्न पठाउँछ वरिपरि हिँडेर। ए ठिक छ। हाम्रो कि त जासुस गर्न त पठाएन, माया हानिदिन्छु फेरि। कुछ गड़बड़ है गाइस, हम CID पता लगा लेंगे क्या हो रहा है यहाँ पर। नीचे लोग एक लड़की एक लड़का। कुछ तो गड़बड़ है, गड़बड़ है। क्या है ये? कुछ तो गड़बड़ है, कुछ तो गड़बड़ है। पीछे लागो दगुरो पीछा करो, पीछा अटैक CID। ए बंदूक निकाल। बंदूक निकाल। नेपाली चेलीबेटीलाई लग्न मिल्छ? जङ्गलमा आएर दिउँसो यस्तो गर्मीमा गर्नै मजा नि, होटलमा लग न। मेरी चोतर जङ्गलमा गर्मी हुन्न, यति छैन, थाकिन्न गर्मी हुन्न। रङ्गले मान्छेले होटलतिर ल। ए धेरै नै बोलेको, फेरि आर्मीले आएर लखर लगाएर। ठिक छ, हामी चाहिँ उतै जाने प्लान छ। इट्स अ पार्ट अफ जोक। लेट्स सी। ते हो गाइस, और आज हम लोग करने वाले हैं मैन वर्सेस वाइल्ड। और हम आज गा चुके हैं, यहाँ पर स्नेक हो सकते हैं, थोड़ा हमें सतर्क होना चाहिए गाइस। हाँ सतर्क होना चाहिए गाइस। ठीक है, सर्पले टोक्यो भने मान्छे ज्यान जाने सम्भावना हुन्छ। पानी सर्प देखिरहेको छु रे मैले, यो पानी सर्प आ रहा है इधर।
मेरे ड्यू मत खाओ, ए मेरे ड्यू मत खाओ, मेरे ड्यू मत खाओ। ये क्या है, ये क्या है? ये तो मार्केंसिया है, मार्केंसिया, बहुत बढ़िया मार्केंसिया है रे। ओ माय गॉड, मेन वर्सेस पेरा, पेला पड़ा हुआ हमको पार करना चाहिए। सुरेश उपरा, सुरेश ने पेला पहाड़ पार कर चुका है। ओ माय गॉड, सगरमाथा नाक चुका है। अब मेरा पाली नहीं, मैं करूँगा। हम पेला पार कर चुके हैं। अब तो हम जा रहे हैं सीधे पेंडी। पेंडी क्या बोल रहा है? ऐसा मत बोल। नहीं, ये है पेंडिंग वाला रोड। ये देख सकते हो आप लोग जंगल, हम आज यहाँ पर जाने वाले हैं और हम एक रात बिताने वाले हैं। ऐसा मैं नहीं बोलूंगा क्योंकि मैं डरपोक नहीं हूँ। ये मेरा दोस्त डरपोक है, इसलिए नहीं जा सकते हैं, लेकिन हम लोग करने वाले हैं कुछ तो। यहाँ पर खाल्टा है रे, कुछ तो गड़बड़ है रे देवा। ठीक है, हमें क्या सरकार है रे, हम तो चलते हैं रे, चलते। ये इलाका बहुत बढ़िया फोर है रे। क्या है यहाँ का गवर्नमेंट क्या करती रे यार? हाँ, आज यहाँ पर होने वाले युद्ध, पड़ोसी देश के लोग हम पर हमला करने की बहुत बढ़िया तैयार कर रहे हैं, लेकिन हम भी कुछ कम नहीं है। हम भी बहुत बढ़िया है, हथियार ले आए कर हथियार, हम भी बहुत बढ़िया तैयारी कर रहे हैं। आज जाओ देखते हैं, तुम बारूद फालोगे तो हम गुलेली खाने के लाठी चार्ज करेंगे। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं कि पड़ोसी लोग को, गवर्नमेंट को बताना चाहिए, हो कि नहीं? फौजी क्या बोलता है तू? हाँ फौजी क्या बोल रहा है तू? हमें भी हमला करना चाहिए या फिर नहीं? बोल रहा हूँ बस। Oh my God! I really miss you, Anish, my friend. Anish साथी, Anish साथी, ए Anish साथी, Anish साथी, हाय Anish, Anish, ए Anish बना, Anish भाग्यो भाग्यो Anish किन भागेको? नभाग। हामीलाई थोरै थकान लागेको कारणले हामी चाहिँ अहिले आराम गर्दैछौँ र हामीले टिफिनमा ल्याएको खाजा खाँदैछौँ। टिफिनमा हामी अर्ग्यानिक खान्छौँ। यस्तो हामी यो बजारको जङ्क फुड सङ्कफुड हामीले अहिलेसँग खाएको छैन। यो सायद हामीले खाने पनि होइन, हाम्रो लागि छुट्टै टिफिन छ। हामीले टिफिनमा ल्याएका छौँ भात दाल तरकारी, त्यो खानेछौँ। त्यो खाएपछि हामी अहिले चाहिँ आराम गर्नेछौँ र एकछिन सुत्नेछौँ। त्यसपछि चाहिँ फेरि हाम्रो यात्रा चाहिँ सुरुवात हुनेछ। कालो हुने यात्रा हो आजको चाहिँ। अहिलेसँग थाहा पाउनु भएको छैन भने थाहा पाइहाल्नुहोस्, कमेन्ट गर्नु भएको छ भने कमेन्ट पनि गर्नुहोस्। अब हामी एकछिन आराम गर्छौँ, त्यसपछि भेटिहाल्छौँ रे। बुझेछ रे? ठिकै छ रे, हो कि रे सुरेश? हो कि रे? जङ्क फुड इज सो हार्मफुल फर आवर हेल्थ, सो मच हार्मफुल, डोन्ट इट। साथी तिमी त जङ्क फुड खान्दैनौ र, तिमी त हेड गर्दैनौ र जङ्क फुडलाई त। यो जङ्क फुड होइन कि बेबी, के हो त? जङ्क फुड जस्तै हो। जङ्क फुड नमानेर खाछु कि मैले। ए हो, त्यसलाई फिल गरेको छैन, त्यसलाई फिल नगरेर मैले खाइरहेको छु कि। तिमी कस्तो बुझ्दैन? खतम खतम, म चबाउँदै चबाएन, टेस्टी लगाएन क्या। देख्नुभयो गाइस, जङ्क फुड हेटर बोइज हो यो चाहिँ। अब जङ्क फुड इज सो हार्मफुल फर आवर हेल्थ, कसैले नखानुलाई। नास्ता सास्ता सब दबाई सकेम हो कि भन त? नास्ता सास्ता खाएर अब हामी कहाँ लाग्यौँ? सिंगल ट्री तर्फ लागिसकेका छौँ। सिंगल ट्री यहाँ नजिकै छ, नजिक। अब त्यहाँ गएर चाहिँ गाइस आज हाम्रो जंगल में कन कन मंगल बनाते मनाउँछन् तिनीहरू गरिन्छ, किनभने हामी सीआईडीले महिलाको रक्षा गर्नु हाम्रो कर्तव्य पनि रहेको छ। त्यसैले अब हामी यो जंगलमा रेखदेखका लागि हिँडिसकेका छौँ गाइस। लेट्स सिंगल ट्री चाहिँ जाने हो हामी जसरी पनि, र त्यहाँ गएर फोटोसोटो खिच्छौँ। अनि उडेर पनि आउँछौँ गाइस। यो चाहिँ बहादुरीको एउटा निशान हो के, बहादुरीको निशान हो। त्यस्तो हामी त्यहाँबाट हामालिदिन सक्छौँ। अब नेपाली गीतमा छ कि नि वीर पुर्खा, हामी छोराछोरी उनीहरुकै हो के। हामी रमाइलो गर्दैछौँ गाइस। ट्रेनिङ हो कि यो जङ्गलमा मङ्गल गराउनेहरूको लागि ट्रेनिङ हो। अलि पहिला आफू रेडी हुनु पर्यो त, हो कि न? रेडी भइरहेको छौँ हामी गाइसहरू। मैले यो मजाक गरेको थिएँ, यिनलाई अलिकति केही सक हुन्छ कि भनेर भनिदिएको। सक लास्टै सक, मन सानो गाइस। कोही केटी हुन्छ भने केटीको नै सानो होइन गाइस, मन ठुलो छ। तपाईँहरू हेर्न सक्नुहुन्छ खोलेर। खत्तम। त्यतिकै झुट बोलिदिएको थिएँ दोस्तलाई।
साँच्ची मान्दैका के साँच्ची भनिदिरहेको क्या मैले त फेरि सिङ्गल टी उता छ भनिदिएको केटाले फेरि लास्ट शान्ति भनिदियो कहाँ हुनु भनिदिरहेको फाइनली आज कालो हुनुको अन्तिम गन्तव्य सायद यही पनि हुनसक्छ व्हाट्सअप गाइज फाइनली हामी चाहिँ कालो भइसकेका छौँ आजको हाम्रो सानो घुमफिर कालो हुने गन्तव्यको अन्त्य भइसकेको छ यिनी चाहिँ धेरै नै कालो भइसके म पनि कालो भइसकेँ घाममा डरिरहेको छौँ आजको भिडियो चाहिँ यति नै हुन्छ होला हो कि हो अब हामी घरतर्फ लाग्छौँ अहिलेसम्म भिडियोलाई लाइक गर्नुभएको छैन लाइक गर्नु होला च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्न नभुल्नु होला छोटो मिठो कमेन्ट गरि नै हाल्नु होला अब चाहिँ हामी अर्को भिडियोमा भेट्नेछौँ हस् धन्यवाद बाई